Hello everyone, welcome again to our splitting method. यो चाहिँ फ्याक्टराइजेसन को स्प्लिटिङ मेथड। यो भन्दा अगाडि चाहिँ हामी कमन फ्याक्टराइजेसन मेथड गर्यौं। अब यसपालि चाहिँ हामी बी नम्बरमा भएको स्प्लिटिङ मेथडमा जाँदै छौं। सो स्प्लिटिङ मेथडमा तपाईले एकदमै ध्यान दिनुपर्ने कुरो के हो भने यो पछाडीको नम्बर दुईवटा क्वेशन छ। पहिलो क्वेशनमा 6 छ, तल 2 छ। अब माथिको क्वेशनमा यो जुन x स्क्वायर प्लस 5x प्लस 6 यो x को अगाडि कुनै नम्बर छ कि छैन, तपाईले यो x स्क्वायर को अगाडि कुनै नम्बर छ कि छैन त्यो चाहिँ हेर्नुस् है। यो इज देयर एनी नम्बर, यहाँ नम्बर कुनै छ। यदि छैन भने यो मेथडलाई गर्ने तरिका एउटा छ र यदि x स्क्वायर को अगाडि यो नम्बर देख्नु भएको छ नि 6x स्क्वायर प्लस x माइनस 2 यसको गर्ने तरिका बेग्लै छ। यो दुईवटा तरिका तपाईले जान्नुभयो भने तपाईले स्प्लिटिङ मेथड एकदम सजिलैसित गर्न सक्नुहुन्छ है। सो अब हामीले चाहिँ सुरुको अब थालौं। हामीले x स्क्वायर प्लस 5x प्लस 6। अब यसमा हामीले यसलाई फ्याक्टराइज गरौँ है त। जहिले पनि यो स्प्लिटिङ मेथडमा 6 लाई हामी फ्याक्टराइज गरौँ। 2 3 जा, सो 2 3 जा 6। सो 2 into 3 equals to 6 मल्टिप्लाई गर्दा 6 आयो। अब 2 plus 3 गर्दाखेरि 5। सो यहाँ स्प्लिट गरेको नम्बर जुन यो 2 र 3 छ नि यो मल्टिप्लाई गर्दा 6 आउनु पर्यो, प्लस या माइनस। फेरि भन्दै छु, प्लस या माइनस गर्दाखेरि ठ्याक्कै यहाँको नम्बर 5 आउनु पर्यो। सो अब हाम्रो के आउँछ x स्क्वायर प्लस 2 plus 3 x प्लस 6 जे छ त्यही सार्यौं। मात्र यो 5 लाई चाहिँ नि हामी 2 plus 3 कति हुन्छ 5 भयो। 2 into 3 के गर्दा मल्टिप्लाई गर्दा 6 हुन्छ। सो यो गर्ने तरिका हो यसको गर्ने तरिका यही हो। यो दुईटा जोड्ने यो आउनु पर्यो, अनि यो दुईटा मल्टिप्लाई फेरि भन्दैछु जोड्दाखेरि यो आउनु पर्यो, मल्टिप्लाई गर्दाखेरि यो आउनु पर्यो यहाँ है त। अब यसलाई हामी फेरि x स्क्वायर प्लस 2x प्लस 3x प्लस 6 गर्यौं। अब यसमा जोडी लिने। सो यहाँ हामी के लिन सक्छौं x स्क्वायर लिँदा x लिँदाखेरि यहाँ x प्लस 2 आयो। यहाँ 3 कमन हाम्रो प्लस को प्लस लियौं है, अनि यहाँ x प्लस 2 है। यो दुईटामा कमन साइन 3 हो, प्लस भएको भएर यहाँ प्लस लियौं। अनि यो 3 into x 3x भयो, प्लस 3 into 2 6 भयो। अब भित्र भएको सेम गरौँ।